Ladies and gentlemen. नमस्ते साथी हो के छ हो केटाकेटी हो आज चाहिँ पहिलोचोटि म यो क्यामेरा खोल्दैछु र क्यामेरा खोलेर हुन त क्यामेरा खोलेको त होइन होला यो के हो क्यामेरा ओपन गरिरहेको छु अथवा के हो यार गाह्रो रहेछ यो बोल्नलाई आज चाहिँ पहिलोचोटि चाहिँ यो त भिडियो बनाउने सोचिरहेको छु कस्तो हुन्छ आज के छ लाग्छ आज चाहिँ अलि मौसम चाहिँ खराब छ अब मौसम खराब भए पनि अब एकछिन भने हेर्न जाने कि भन्ने सोचिरहेको छु ल है त ल हाई हेलो एभ्रिवान मैले इन्ट्रो गराउन थालेको बुढी चाहिँ हाँसेर हैरानमा चाहिँ लास्ट गाह्रो हुँदो रहेछ यो चाहिँ बोल्नु त ऊ क्यामेरा भाइ हेलो एभ्रिवान नमस्ते यो पनि भएन हेलो एभ्रिवान नमस्कार सम्पूर्ण चाहिँ मेरो आफन्तीजनहरू मेरो इष्टमित्रहरू एउटै त हो नि फेरि आफन्ती इष्टमित्र हो सम्पूर्णलाई नमस्कार फेरि नमस्कार हेलो नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ल बिर्सेँ मैले चाहिँ के हुँदो रहेछ के गर्दो रहेछ कोही इन्ट्रो बनाऊँ भनेको कति गाह्रो भइरहेको छ बुढीले चाहिँ मेरो भिडियो बनाएर आएको छ होइन कति गाह्रो हुन्छ इन्ट्रो बनाउन खोजेको लास्ट गाह्रो अब यस्तो चाहिँ गाह्रो हुँदो रहेछ हेर्दाखेरि चाहिँ अरूको भिडियो हेर्दाखेरि अरूको चाहिँ अब युट्युबमा त्यो बोलेको देख्दाखेरि चाहिँ कति सजिलो हो आनन्द भन्ने लाग्थ्यो आज आएर आफूलाई चाहिँ यसरी चाहिँ ल है त मैले नि एउटा सानो भिडियो बनाएर हाल्छु भनेर यसो सोचेको त्यो गर्नलाई चाहिँ यसो एउटा इन्ट्रो सुरुको गराउनु पऱ्यो भनेर सोचेको यति गाह्रो बा लास्ट गाह्रो हुँदो रहेछ है त ल धेरै गाह्रो हुँदो रहेछ अन्त अब आस्ते आस्ते सबै कुराहरू बानी परि जान्छ जस्तो होइन अब भिडियो गराइराख्ने हो भने त बानी पर्थ्यो होला आज पहिलोचोटि चाहिँ गर्छु भनेको लगभग 10-15 टेक चाहिँ भइसक्यो होला बुढी पनि त्यहाँ चाहिँ मलाई चाहिँ त्यहाँ उसले खुब रमाइलो लाग्छ उहाँ मेरो इन्ट्रो देखेर ऊ चाहिँ ऊ भइरहेछ रोइरहेको आँसु आइसक्यो उहाँ हाँस्दा आँसु आयो हाँसेर त खुसीले हो कि खुसीले हाँसेको हो कि के आँसु सबै चाहिँ बराबर झारेछन् खै के भएको थाहा छैन होइन ल अब चाहिँ इन्ट्रो चाहिँ गराउन सुरु गर्नु पर्ला जस्तो लाग्यो भर्खर बल्ल अलिकता चाहिँ मेरो चाहिँ बल तागत इनर्जी आयो जस्तो लाग्यो ल ओके हेलो साथी हो हेलो के छ हेलो के छ साथीभाइ हो हेलो साथी हो ए आउनै रहेछ त अझै भिडियो अन रहेछ ल हामी चाहिँ अब निक्लेको है त ल अलि मौसम चाहिँ अलिक क्रिकेट चाहिँ नहोला जस्तो छ तै पनि अब हेरौँ अब ट्याक्क निक्लिसकेको अब निक्ल्यो निक्लेर अब चाहिँ क्रिकेट हेर्न गइन्छ ए भाइलाई फोन हान्नु पर्ने मेरो चाहिँ क्रिकेट हेरौँ है ट्याक्क निक्ल्यो अब अलि चाँडै निक्लिनु भनेको खेल्ने सुरु भइसक्यो होला भाइले पिकअप गरेर टक्क चाहिँ अब हेर्न गइन्छ है त ल साथीहरू आज चाहिँ त्यही क्रिकेटको बारेमा यसो अलिअलि क्रिकेट खेलेको भिडियोहरू बनाउँछु भनेर चाहिँ क्यामेरा खोलेको हो होइन म देख्नुहुन्छ आज रमाइलो गर्नुपर्छ है ल है अब यहाँ ड्राइभिङमा चाहिँ कसरी ड्राइभिङ गर्ने यसो ख्याल गरौँ है गाडी चलाउने मान्छेहरूले अब यहाँ राउन्डेबाट आउनु थालेको छ अब राउन्डेबाट आउँदाखेरि चाहिँ अब फर्स्ट एक्जिट ल्याउनु पर्ने हो फर्स्ट एक्जिट ल्याउँदाखेरि चाहिँ टक्कै अगाडि हो त्यो लाइन देख्नुभएको छ आफूले पहिला त्यो लाइन ल्याउने हो त्यसपछि टक्क चाहिँ अब सिग्नल दिने लेफ्ट इन्डिकेटर दिने अनि ट्याक्क आएर यहाँ रोक्ने
अनि राइट साइडमा हेर्ने राइट साइडमा कोही आएको छैन टक्क मुभ हुने है त ल यसरी चाहिँ त्यसपछि मुभ हुने त्यसपछि यो बन्द गर्ने फेरि अब चाहिँ यो मर्जिङ आयो फेरि अब यसमा राइट सिग्नल दिने यसो हेर्ने मिरर दिने बन्द गर्ने फेरि यसरी है त ल ए मिटर दिने भन्दा तपाईँलाई खिच्नै बिर्सेको त ल फेरि अब राइट जानु पऱ्यो म ट्याक्क यसरी लानु चाहिँ यसो गर्ने जो स्ट्रेट जान्छ स्ट्रेट जाने गाडीहरूलाई जानिदिने सबैलाई जानिदिने सबैले जानिदिने मैले राइट सिग्नल दिएँ त्यसपछि अलि अब क्रस होला जस्तो छ उता त गाडी आउने चाहिँ छ तर ट्याक्क ल्याउने है त राइट जाने यसरी अनि 60 को जोन आयो 60 मा ट्याक्क लाएर 60 मा चलाउने है त अब चाहिँ बल्ल बल्ल 10 मिनेट पछि भाइलाई चाहिँ जैन भाइलाई पिकअप गरेर अब क्रिकेटतिर प्रस्थान है त ल भाइ चाहिँ रेडी भएर बसेछ कि के रहेछ कुनै माइट बी अब रेडी छ होला भाइ रेडी छ है साथी हो भाइले कुरेर बसेको भाइ अझै आएन भाइ बल्ल निक्लिएछ भाइ पनि आओ भाइ भनेको के गर्छ भाइले पनि यार ओ माय गॉड के भयो चाबी के छ नि किन के गर्ने हो र ल हो र ल ल ल ल ल खै त चाबी चाबी अब चाबी पनि नभएपछि गाह्रो छ के यस्तो छ ल ल निक्ल्यो जुत्ता लाउँदै यार ल बल्ल आधा घन्टा भयो यार यो के हो केटी भन्दा पनि बढी यस्तो यार के फाइनल्ली यहाँ भाइले चाहिँ पिकअप गरेर आयो ल अब हामी जाने है त ल भाइ हजुर ल अब कहाँ जाने हामी क्रिकेट हेर्न जाने छ क्रिकेट क्रिकेट जाने छ खतरा अनि के गऱ्यो नि आउट हुन्छ त्यो पछि भनौँ ल त्यो खेल्ने ल ल ल ल है त ल यो दुईजनाले त त्यति जाने छैन होला त्यही पनि म सिकाइदिन्छु है त ल आउनु थाल्यो है आउन थाल्यो टर्न राइट भन्थ्यो टर्न राइट हो बोले छैन बल्ल 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 चाहिँ के खेलेको चाहिँ हेर्न आइयो उहाँ खेल्दै रहेछन् उता देखाउ त ल अरे है यसरी चाहिँ खेल्दैछन् अब चाहिँ नेपाल राइनोले ब्याटिङ गरेछ अनि त्यसपछि एभरेस्ट वारियरले फिल्डिङ गरेछ है त गाइज ल अब चाहिँ म देखाउँछु अब देखाउँछु दर्शकबिनहरू तन्न रहेछन् भनेको खेल्ने मान्छे मात्रै रहेछन् क्या हो खेल्ने मान्छे मात्र रहेछन् जस्तो लाग्यो अब चाहिँ क्रिकेट चाहिँ हेर्नलाई हामी आइसक्यो ल क्रिकेट चाहिँ खेल्दैछ है त नेपाली झन्डा चाहिँ यहाँ राखेको रहेछ ल क्रिकेट खेल्दैछ ल ओइ कहाँबाट आउँछ हो त्यसो नेपाल राइनोको चाहिँ खेलाडी आएन अझै नेपाल राइनोको चाहिँ विशाल भत्रै आयो है ल के भएर आयो भने त यहाँ के भएर कति रन हानो 96 कति ओभरमा 14 ओभरमा 96 को 96 रन थियो निरपाले 55 अनि 5 कति विकेटको 2 विकेट राम्रो है ल ठिक छ ल नेपाल राइनोको चाहिँ खतरनाक खेलाडी हिजो चाहिँ डह्रो रन हानेको हारे त्यही पनि ल ठिक छ यहाँ चाहिँ भइरहेको छ क्रिकेटमा
ओभर भ्याइयो है त ल ओभर कति ओभर भ्याइयो बिसँग 15 होइन ओभर भ्याइयो अहिले दर्शक बिनहरू चाहिँ ल अरे अब यता चाहिँ खेलाडी मात्र छन् ए 15 भ्याइएछ ल अनि यता पनि ल खेलाडी मात्र दर्शक बिन चाहिँ को छ भन्दा 1 जना 2 जना अनि म 3 जना दर्शक बिन है त ल यस्तो छ अब के भन्ने अब ल ब्याटिङ चाहिँ गरिरहेछन् ल ल के हो के हो भएन नि यताले त ल खुट्टाले पो झन् डाइभ हान्नुपर्छ नि अनि त्यो चौको हो भर्खर चाहिँ ब्रेक 17 मिनटको ब्रेकमा टक्क चाहिँ यी दर्शक यहाँ छन् टन्नै हाम्रो पदम शालिग्राम दाई हाम्रो चाहिँ अनिल भाइ हेमन्त भाइ ल यत्रो दर्शक यहाँ छन् ल अब रेस्ट छ एकछिनपछि के रे दाइ यसो आजकल के भइरहेछ यसो जानकारी गराउँ न जानकारी के हुने दाइ अब यस्तो छ अब 17 प्रो म्याक्स आयो के रे 17 प्रो म्याक्स आएदेखि किन्दै ब्लगर रहनु भएको छ च्यानलको नाम चाहिँ के हो दाइ च्यानलको नाम अब आउँछ है ल डाइरेक्ट सिधै एकेटालो चाहिँ 1 2 3 4 त्यो आउँछ क्या भिडियो हेर न तिमीले हेर अब सबै हुन्छ क्या नि म चाहिँ क्लियर हो के पाएन के रे दाइ म अझैसम्म न त बलिउड न त ब्ल्याक गएको छैन न्युजिल्यान्ड आएर त्यो चाहिँ उपलब्धि भयो सिर्फ व्हाइट लेग मात्रै अब व्हाइट लेग मात्र यस्तो छ दाइको चाहिँ हाल अनि कस्तो लागिरहेको दाइ आज गेम रमाइलो छ मौसम चाहिँ बडा धोकेबाज भयो धोकेबाज हजुर चिसो छ त्यही भएर हाम्रा धेरै दर्शकहरू पनि घरभित्रै बस्नु भएको छ बरु आफूलाई तताम भन्ने चाहिँ सोच चाहिँ तपाईँको छ होइन अनि अनिल भाइ के छ रमाइलो हिजो खेलेको थियो आज बसेको छ किन आज बस्यो त हिजो अब पर्फर्म देखाउन सकिएन ओके ल ठिक छ ल एकदम राम्रो ल चान्स दिनुपर्छ क्या युवाहरूलाई चान्स दिनुपर्छ ल अब बुढो भइसक्यो ल ल ठिक छ हाम्रो चाहिँ के रे दाइ के हो हाँसेको दाइ के भयो के रे फेरि यस्तो भन्नु न के अरे होइन हामीले यो फोन चाहिँ कहिले किन्ने यो यही फोन ल बुझ्नु भने होइन को ए ल हाम्रो चाहिँ अजय भाइ चाहिँ अजय भाइ अरे हाम्रो ऋषभ ल यता आउनु पर्यो यहाँ अनि यसो दिन पऱ्यो क्या केही न केही इनिङ सकिएपछि हुन्छ जितेपछि अलि फेरि होइन अलि बाइचान्स फेरि अब जित्यो भने फेरि यहाँ आउला स्योर नि ढुक्क ल हेर है ल यहाँ त नानीको हेर ल ऋषभ भाइको चाहिँ खतरनाक चाहिँ ऊ छ है चाहिँ एकदम कन्फिडेन्स लेभल चाहिँ डह्रो छ है ल हिजो को हाम्रा कप्तान अजय श्रेष्ठले 119 को पारी खेल्दै टिमलाई विजय गराउन सफल उता देखाउनु पर्यो ए उता तपाईले हैन हानेको ए साइलले हैन नि म त यता हो ल मेरो चाहिँ साथी अग्ल्यान्डबाट चाहिँ राई नेपाल राइनोबाट चाहिँ खेल्न आएको छ अनि चाहिँ अब भर्खर उसको चाहिँ ब्याटिङ हेर्न आएको ल चाहिँ टिचर गर्न हाने थियो अरे आज कति हाम्रो पहिलो बल तेस्रो बल एक 179 रनमा अल आउट गरिदिएको छ अब नेपाल लाइनले 200 को टार्गेट पाएको छ अब के हुन्छ हेरौँ है त ल अब
हामी पनि यसो जाने भनेको अब एकछिन चाहिँ एकछिन हेरेर जाऊँ भनेर फेरि एकछिन बसेछ यहाँ भाइ फेरि के गर्दैछ अब चाहिँ यिनीहरू ब्याटिङ गर्ने उताको टोलीले चाहिँ ब्याटिङ गर्ने बोलिङ गर्ने होइन खाना नपाएर बसेको मान्छे छ नि कुरेर बस्यो अरे कोही बेला आउँछ भनेर उता खाइसकेर अरे उता सबले पाइसक्यो है तर यता यता चाहिँ आएर रोहने आउँछ के आउँछ आउँछ नाति नै भाइ आउँछ आउँछ चिन्ता नगर कि आउँछ है आउँछ उता त पुरा खाना सुरु भइसक्यो केटाहरूको लहरू अन्डा निकाल्ने अरे हाम्रो यहाँ अन्डा सन्डा केही छैन अब दाइ के आउँछ क्या नातिन न के खाने अन्डा म त केही नखाने रमाइलो गर्न ल ल ल ठिक छ ल के छ भाइ ठिक छ यहाँ साँच्ची त दाई पो हो यार ठिकै छ दाई ठिक छ दामी है ल ठिक छ ल यहाँ सब आज चाहिँ खाने उचे कार्यक्रम भइरहेको छ यहाँ आयो ल खुसी हो अझै ल खाली छ त छैन त क्या चम्चा छैन के खाने के छैन चम्चा मात्रहरू ल खुसी भएको अरे यता पनि पाएर खुसी म चाहिँ खोइ मलाई चाहिँ यहाँ आएन मलाई त्यो यहाँ उसको खिमको अहिले आएको छैन खाजा होइन तर के कुरिरहेछन् यहाँ अब उता खिमको दोस्तहरूले पाइसक्यो यहाँ कति अनुहार चकिलो भइसक्यो केटाहरूको यहाँ चाउमिन खाँदै रोकिदिने भिडियो कहाँ तिमीले कन्टिन्युस भिडियोको भिडियो छ अहिलेसम्म भिडियो के छ त ल के अन्त नि रोक ल रोकिदिउँ मैले हो कि हामी तिनजना त यहाँ खत्तम भइसक्यो चिसोले यहाँ क्रिकेट म्याच हेर्न आएको चिसोले बर्बाद भयो हामी त अब घर जान पनि अवस्था भयो सबै गेम हेर्नु नपाइला जस्तो छ 4 वर्ष भयो कि हाम्रो अब 200 को टार्गेट दिएछन् केटाहरूले यहाँ गराइनले पेसोगरीहरूको खेलाडीहरू यस्तो छन् यहाँ अब खै भेटाउला नि के भेटाउँछ नि भेटाउनु टार्गेट खेल्दैछ अब 1-2 पनि हेरेर जानु पर्ला सबै गेम चाहिँ हेर्न पाइने जस्तो छ आज हेरौँ ल राइनोले चाहिँ बलिङ गर्दै ओ यहाँ आएको बल फेरि ल पाण्डे भुरी हल्लियो अरे फेरि कसले हौ यताबाट चाहिएन भाइ किन झ्याउला जाडो भयो है यस्तो हावा चलिरहेको छ अनि के भयो कसको रे मेरो र ज्याकेट सेम कहाँ गयो यार चाहिँ हो साँच्चीकै हो र कहाँ गयो त खै हो साँच्चीकै हो ल रहेछ त यार ल हामी चाहिँ फिर्ता हुँदै अब क्रिकेट चाहिँ अब चाउमिन खाइयो नयाँ चाउमिन चाहिँ खाइयो एक गेम हेरेको बापत चाहिँ नि हामीले चाहिँ चाउमिन खाइयो हामीले चाहिँ के गर्यो चाउमिन खाइयो है दिवालीले चाहिँ बाजेलाई स्वागत छ हाम्रो भ्लगमा अनि हामी चाहिँ के अरे भयो लगभग एक त पाइयो कि है चाउमिन होइन पाइयो भाइ एक म्याच खेलेको एक प्लेट चाउमिन पाइयो टक्क खाना खाएर आएको अब फिर्ता घरतिर फिर्ता फेरि एकछिनपछि चाहिँ बाइचान्स इभिनिङतिर आएर फेरि खाएर जानु पर्ला जस्तो छ होइन रेस्ट त गर्ने त्यो पनि हो होइन ल ठिक छ ल हामी चाहिँ अब जानुपर्छ अब कता हुन्छ अब हेरौँ